सर्वप्रथम यहाँ आज हाम्रो फेसबुक लाइभमा र यहाँ जुममा आउनुभएको हाम्रो धर्ममित्र सबैजनालाई अनि नमस्कार र टसिदेले भन्न चाहन्छु। आज चाहिँ हाम्रो थर्ड विक तेस्रो हप्ता अनि गिसी बोधिसत्व अनि गिसी लारी थप उहाँले दिमागलाई कसो गरी परिचय राख्नुपर्ने 8 पदहरू मध्ये आजको पद चाहिँ हाम्रो तेस्रो पद गइरहेको छ। त्योभन्दा पहिले हामीले 1 मिनेट हामी बुद्ध धर्मसँगको एउटा भावना लिएर हैन उहाँको शरणमा पढ्नुको लागि हामीले आधा मिनेट जति हामी एउटा प्रे भनौँ हैन त्यो गरौँ। सजिलो छ बुद्धम शरणम गच्छामि यो बिस्तारै भन्ने हैन। बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि। हस् धन्यवाद। अनि यसको पछि चाहिँ हामी सबैजनाले यहाँ नेपाली पढ्नहरू आउने हो भने नेपालीबाटै पढ्ने हैन। यदि नेपाली पढ्नु नआउने भने इङ्ग्लिसबाट हामीले पहिलो हप्ता अनि दोस्रो हप्ता तेस्रो हप्ता आज तेस्रो हप्ता हैन त्यो जुन हामीले पाठ छलफल गरेको छ हैन त्यो पाठ सँगै पढ्नुहोस्। नेपाली पढ्ने नेपाली सँगै पढ्नुहोस् हैन भने इङ्ग्लिसबाट पढ्यो भने एउटै हो। सबै भावुक प्राणीहरूको विचार गरेर इच्छा पूरा गर्ने रत्न भन्दा पनि बहुमूल्य सर्वोच्च लक्ष्य पूरा गर्नको लागि म तिनीहरूलाई सधैँ प्रिय राख्छु। दोस्रोमा जहाँ गए पनि जस्तो ठाउँमा पुगे पनि जस्तो मान्छेसँग भेट भए पनि जब म अरूको संगतमा हुन्छु म मेरो हृदयको गहिराइबाट आफूलाई सबैभन्दा तल्लो तहको ठान्छु। अब थर्ड चाहिँ तेस्रो पद चाहिँ हेर्नुहोस् आजको पद हो। हामी सँगै पढौँ अनि त्यहाँबाट मैले 1-2 शब्द जानेको चाहिँ तपाईहरुलाई म अभ्यास गर्छु। मेरो हरेक कार्यमा म मेरो दिमागलाई हेरिरहेनेछु र विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा म तिनीहरूलाई दृढतापूर्वक सामना गर्नेछु र तिनीहरूलाई रोक्नेछु किनकि तिनीहरूले मलाई र अरूलाई चोट पुर्याउनेछन्। आजको हाम्रो तेस्रो हप्ताको हैन तेस्रो हप्ताको अनि तेस्रो पद दिमागलाई कसै गरी परिचय राख्ने 8 पदहरूमा आज चाहिँ तेस्रो पद को छलफल र मैले 1-2 शब्द जानेको र
त्यो गरे भने के फाइदा हुन्छ भन्ने बारेमा म तपाईहरुलाई भन्न चाहन्छु। अहिले हामीले पढेको अनुसार मेरो हरेक कार्यमा टिबेटनबाट भन्यो भने कस्तो मेरो हरेक कार्यमा म मेरो दिमागलाई हेरिरहेनेछु भन्ने टिबेटनबाट के भन्छ भने चोलम कुन्तु राङ्ग्युला भन्नुहुन्छ उहाँले हैन। चोलम कुन्तु राङ्ग्युला, मेरो हरेक कार्यमा म मेरो दिमागलाई हेरिरहनेछु र विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा चोलम कुन्तु राङ्ग्युला तोक्चिङ यमोकेमा थाहा भन्ने र विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा म तिनीहरूलाई दृढतापूर्वक सामना गर्नेछु र तिनीहरूलाई रोक्नेछु। तोचिङ यमोकेमा था दाक्ष्य मरौँ छेबेन हैन, किनकि तिनीहरूले मलाई र अरूलाई चोट पुर्याउने छन्। दाक्ष्य मरौँ छेबेन, त्यस कारणले सेन्थप दोने दोपर्स्यो भनेको चाहिँ के हो भने म तिनीहरूलाई दृढतापूर्वक सामना गर्नेछु र तिनीहरूलाई रोक्नेछु। उहाँले यो भन्नुभएको छ। अस्ति भनेको जस्तो हाम्रो पहिलो हप्ताको पहिलो पद, दोस्रो हप्ताको अनि दोस्रो पद, आज तेस्रो हप्ताको तेस्रो पद। तेस्रो पद चाहिँ दोस्रो पदमा उहाँ जुटाएर कनेक्सन छ हैन, जुटाउने छ। अनि दोस्रो पद चाहिँ अनि पहिलो पदमा जुटाउने एक आफन्तबाट त्यसमा त्यो जुटाएर त्यसको एउटा शब्द हामीले अभ्यास गर्नु सक्यो भने हाम्रो दिनको काम हैन, महिनाको हप्ताको काम, दिनको काम सबै यदि आफूले सोचेको जस्तो सफल नभए पनि हैन, त्यसमा मनमा यदि चोट पुर्याउँदैन भनेको हैन। त्यसकारणले मेरो हरेक कार्यमा भनेको यसमा हामीले अब छोटकरीमा र एकदम सजिलोसँग भन्यो भने मेरो हरेक कार्यमा भन्दाखेरि हामीले दिनको व्यवहारमा सोच्नुस् हैन। हामीले हिँड्दाखेरि पनि हैन, बस्दाखेरि पनि अनि खाँदाखेरि पनि सुत्दाखेरि पनि हैन, यो चार पद सोच्यो भने राम्रो हैन। हामी दिनभरि त्यही गर्छ, कि हिँड्छ हैन, कि खान्छ हैन, कि सुत्छ, कि कुरा गर्छ, त्यही हो हाम्रो काम। त्यो भन्दा अर्को व्यवहार हामीले त्यो बाहेक अर्को व्यवहार हामीले गर्नै सक्दैन। त्यसकारण मेरो हरेक कार्यमा भन्ने कारण त्यही हो। हरेक कार्यमा जे काम गरे पनि हैन, आफ्नो जिउले काम गरे पनि, आफूले कुरा गरे पनि, यताउता घुम्नु गए पनि हैन, दिमागले जे गरे पनि हैन, म मेरो दिमागलाई हेरिरहने छु भन्ने कारण चाहिँ के हो भने मेरो दिमागले के सोचिरहेको छ हैन। कोही मान्छेहरू खुट्टाले जाँदै जाँदै हैन, सोचाइ एउटा सोचिरहेको छ, अनि किनभने आफू कहाँ जानुपर्ने उले ठाउँ आफ्नो बाटो बिर्सेर अर्को तर्फ पनि गइरहेको हुन्छ नि हैन। त्यसकारणले मेरो हरेक कार्यमा म मेरो दिमागलाई हेरिरहने छु भने मेरो दिमागले के सोचिरहेको छ त्यो भन्नुभएको हैन। हाम्रो टिबेटनबाट भन्यो भने ड्रोछ्याङ यल्दुक यो चलम भन्छ हैन। मेरो हरेक कार्यमा मेरो बानी बिहोर हैन, यसको बानी कस्तो नराम्रो रहेछ, यसको मन कति राम्रो रहेछ, यस्तो भन्छ नि हामीले हैन। बानी बेहोर भन्ने चाहिँ मनको बानी बेहोर चाहिँ हामीले बाहिर देखाउनु पनि सक्दैन हैन, मान्छेले देख्दा पनि देख्दैन हैन। हाम्रो बानी बेहोर भन्दाखेरि हाम्रो शरीरबाट आउने एउटा कसो भनौँ एक्सन भनौँ न हैन, कार्य, त्यसलाई हामीले देख्नु सक्छ हैन। त्यो टाइममा आफूले देखाएको बानी बेहोर र आफ्नो मनले सोचिरहेको त्यो सोचिरहेको जस्तो त्यो आफूले जिउले गरेको गर्छ कि गर्दैन भन्ने चाहिँ हामीले हेरिरहनु पर्छ भन्ने कारण त्यो रहेछ। होइन भने अस्ति हामी पहिलो हप्ता दोस्रो हप्तामा हामी छलफल भएको थियो हैन।
मनमा धेरै रिस उठेको मान्छे पनि हैन आफूलाई के फाइदाको लागि अनि अगाडि पुगिसकेपछि अनि हाँसेको जस्तो गर्ने हैन रिसले चुरमुटो भएको छ तर पनि हाँसेको जस्तो गर्ने मान्छे धेरै छ हैन त्यो के हो भने दिमागले सोचेको जस्तो दिमागले नहेरेको दिमागले एकदमै चोट पुर्याइरहेको छ तर पनि मान्छेको अगाडि हाँसिलो बस्ने त्यस्तो हुन्छ जब त्यस्तो दिमाग हाम्रो मनमा त्यस्तो आउँछ त्यो टाइममा ओ मेरो दिमाग र मेरो जिउ चाहिँ फरक भइरहँदो रहेछ हैन मैले जो दिमागले सोचेको मेरो मनले सोचेको हैन त्यसले सोचेको जस्तो मेरो जिउले गर्नु नसक्ने रहेछ भन्ने चाहिँ हामीले त्यो टाइममा सोच्नु सक्यो भने हैन अनि मन र अनि दिमाग मन र त्यो जुन मनमाथि बस्ने हाम्रो जिउलाई अनि हामीले तहलाउन सक्छ होला होइन भने मनले एउटा सोच्यो अनि मुखले एउटा भन्ने मनले एउटा सोच्यो काम अर्को गरिदिने त्यो गर्यो भने अनि हाम्रो जुन गर्ने मान्छेले आफ्नो दिमागलाई हेर्नु नसकेको कारण त्यही हो दिमागलाई हेर्नु नसके जुन हाम्रो कस्तो भनौँ शान्ति हैन अशान्ति कस्तो भन्नु अनि हाम्रो सकारात्मक मन नकारात्मक पोजिटिभ नेगेटिभ सबै कहाँबाट आउँछ भने हाम्रो दिमागबाट आउँछ हैन यो राम्रो हो यो नराम्रो हो यसले मलाई मद्दत गर्यो उसले मलाई चोट पुर्यायो भने सबै आउने कारण कहाँबाट दिमागबाट आउँछ हैन दिमाग भन्दाखेरि हामीले फेरि यहाँ हाम्रो यो गिद्धीतिर सुन्छ त्यो गिद्धीले दिमाग भन्ने हुँदैन हैन यसले काम गर्छ सोच्ने चाहिँ आफ्नो मनले होइन हैन त्यसकारणले हामी हिँड्दाखेरि पनि यो दिमागले के सोच्दै रहेछ हेरिरहनु भन्छ हैन कुरा गर्दाखेरि पनि यो मनले के सोचिरहेको छ हेरिरहनु भन्छ हैन खाँदाखेरि पनि अनि यो मनले के सोचिरहेको छ हेर्नु भन्छ हैन सुत्दाखेरि पनि अब सुत्दाखेरि भन्दा नसुत्दै अगाडि सुतिसके त दिमागले के सोच्छ थाहा पाउँदैन हैन नसुत्दै अगाडि यो दिमागले के सोचिरहेको छ यस्तो हेरेर हामीले चेक गरेर सुत्नु पाए भने हाम्रो निन्द्रा पनि राम्रो हैन खाना खाँदाखेरि पनि मिठो कुरा गर्दाखेरि पनि एकदमै होशियार पुर्याएर खुट्टाले जाँदाखेरि पनि यताउता नठुक्नलाई किनभने काम लाग्छ होला होइन भने हाम्रो दिमागले एउटा सोच्छ हैन फोन कुरा गर्दै गर्दै अनि बाटोतिर एक्सिडेन्ट हुने धेरै छ नि हैन त्यो के गर्यो भने आफ्नो दिमागलाई नहेरेको कारण हो के गर्दैछ कहाँ जाँदैछ मैले के कुरा गर्दैछ म कहाँ जानुपर्ने उसले नसोचेको कारणले अनि गाडीले हानिदिने हैन एक्सिडेन्ट हुने अनि त्यहाँतिर ठोकेर लड्ने कारण सबै के हो भने आफ्नो मेरो हरेक कार्यमा भने जे गर्दाखेरि भने आफू दिमागलाई हेर्नु नसकेको कारणले त्यो चोट पुर्याउने काम चाहिँ त्यो हो भन्न भएको छ हैन मेरो हरेक कार्यमा म मेरो दिमागलाई हेरिरहने छु र विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा विनाशकारी भन्ने चाहिँ के हो भने आफूलाई यदि चोट पुर्याउने हैन चोट पुर्याउने आफूलाई अशान्ति बनाउने हैन अनि आफ्नो मनलाई हैन आफ्नो मनलाई हैन एकदमै के भन्छ कस्तो भनौं हाम्रो न्यमौ भन्छ हैन न्यमौ भन्ने चाहिँ कस्तो हो भने तपाईहरुलाई म यहाँ हाम्रो मैले अघि लेखेको थियो यो न्यमौ भन्ने चाहिँ कस्तो हो भने हामीले क्लेश भन्छ हैन नेपालीबाट क्लेश भन्छ टिबेटनबाट न्यमौ भन्छ हैन इफेक्टिभ इमोसन यसले के गर्छ भने आफू बन्ने काम पनि बन्नु लगाउँदैन विनाशकारी भावनाहरू भन्ने चाहिँ के हो विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा हैन जुन आफैले
सफल हुने हैन सफल हुने कामहरू पनि सफल नहुने बनाउने चाहिँ को हो भने हाम्रो इफेक्टिभ इमोसन क्लेश हैन क्लेशमा धेरै छ हैन क्लेशमा मेन तीनटा क्लेश हुन्छ हैन हाम्रो चाहना हैन चाहना अब डिजायर भन्छ हैन चाहना अनि सेदाङ भन्छ हैन सेदाङलाई हामीले घृणा हैन चाहना घृणा अनि हामीले तिमुक भन्छ हैन इग्नोरेन्स अनि अज्ञानता यो तीनटा चाहिँ मेन हामीलाई चोट पुर्याउने मनलाई चोट पुर्याउने मेन बस चाहिँ को हो भने हामीले तीनटा थ्री पोइजन भन्छ हैन चाहना अनि घृणा अनि अज्ञानता हैन द्वेषा सेदाङ तिमुक सुम भन्छ हैन डिजायर अनि or attachment अनि hatred ignorance यो तीनटा मेन तीनटाले गर्दाखेरि हामीलाई अशान्ति बनाउने हैन रिस राग झुटो बोल्ने एक आफन्त भित्र चोट पुर्याउने एक आफन्त भित्र के भन्छ मिल्ने पनि नमिल्ने बनाउने जम्मै कहाँबाट आउँछ भन्ने यो तीनटा थ्री पोइजन हैन तीनटा मेन क्लेशले पुर्याउँछ त्यसकारणले विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा भन्दाखेरि कसले बनाउँछ यो विनाशकारी भावनाहरू उत्पन्न चाहिँ कसले गर्छ भने हाम्रो क्लेश हैन इफेक्टिभ इमोसन यसले यो दिनको कामलाई त हामीलाई विनाश गरिहाल्छ हैन उत्पन्न क्षण गर्छ यसले हाम्रो जुन हामीलाई शान्तिको क्षेत्रमा लाने हैन भगवान बुद्धको स्पष्ट ठाउँमा लाने प्रकृतिहरूलाई पनि यसले नाश बनाउने चाहिँ को हो भने यो तीनटा क्लेशहरूले गर्छ त्यसकारणले विनाशकारी भावनाहरू उत्पन्न हुने क्षणमा म तिनीहरूलाई दृढतापूर्वक सामना गर्ने छु र तिनीलाई रोक्ने छु भने हैन अब उहाँले चाहिँ रोक्ने छु भन्नुभयो तर पनि हामीलाई सजिलो हुँदैन यो रोक्नलाई हैन हामीले कसरी रोक्ने हैन यो रोक्नेको हामीलाई एउटा बाटो चाहियो हैन अब पहिलोचोटि हामीले सर्वप्रथम हामीले चाहना भन्नेलाई कसरी रोक्ने चाहना आफ्नो एउटा चाहना चाहिँ पूरा नभए के हुन्छ हामीलाई रिस उठ्छ हैन त्यसले गर्दाखेरि छेउमा बस्ने आफ्नो दाजुभाइ दिदीबहिनी हस्बेन्ड भन्नु वाइफ भन्नु बच्चाहरूले पनि रिस गर्छ आफ्नो चाहना पूरा नभए के त्यसले किन यो कसरी हामीले डिजायर भन्ने हैन चाहनाले गर्दा आफूले सोचेको चाहना पूरा हुने एउटा पनि छैन यदि पूरा भए पनि हैन त्यो पूरालाई हामीले भयो अब म यति भयो भने पुग्यो भन्ने हामीले त्यो सेटिस्फाई गर्नु सक्दैन चाहनालाई सक्ने कहिल्यै छैन किनभने यो चाहना चाहिँ एउटा हामीले क्लेशले घचारेको एउटा चाहना भएको कारणले क्लेश भन्ने चाहिँ नराम्रो इमोसन हो हैन इमोसन दिमागलाई उत्तेजित गर्नेलाई हामीले क्लेश भन्छ दिमागलाई शान्तिसँग राख्नु नदिने चाहिँ कसले गर्छ भने क्लेशले गर्छ क्लेशले गर्दाखेरि आफ्नो चाहनाहरू क्लेशको चाहना चाहिँ के हुन्छ भने नर्मल बटरमा एकदम हाई एकदम माथि तहमा उहाँहरूले देखिरहेको हुन्छ कि त्यो माथि तहमा देखियो हामीले पुरा कहिले पनि गर्न सक्दैन त्यसकारणले क्लेश चाहना अनि घृणाहरू भन्ने चाहिँ यसलाई म त यो मान्छेलाई म घृणा लाग्छ भने हेट्रेड भने आई हेट भन्छ नि हैन यसलाई घृणा भन्ने घृणा गर्दाखेरि के हो भने त्यो मान्छेलाई मन नपराउने त्यो मान्छेले मन नपराए के हुन्छ त्यो मान्छेलाई दुःख पायो भने खुसी हुन्छ हामीलाई त्यो मान्छेलाई केही दुःख बिमारी भयो भने खुसी हुन्छ त्यो मान्छेलाई केही न केही आपतकालीन पर्यो भने खुसी हुन्छ घृणाको मेन इच्छा त्यो हो त्यसकारणले घृणा र चाहना भन्ने चाहिँ हामीलाई जहिले पनि चोट पुर्याउने र अनि दिमागलाई उत्तेजित गर्नेको मेन क्लेश इमोसन भएको कारणले त्यसलाई म रोक्छु भन्ने चाहिँ सजिलो छैन तर पनि त्यो रोक्नुलाई पहिले त्यो क्लेश भन्ने कस्तो रहेछ घृणा भन्ने कस्तो रहेछ चाहना भन्ने कस्तो रहेछ अज्ञानता भन्ने कस्तो रहेछ त्यो हामीले पहिले सिक्नु पर्यो त्यो सिक्यो भने
अब त्यसले के गर्छ भने किनकि त्यो रोक्नुपर्ने कारण के हो भने किनकि तिनीहरूले मलाई र अरूलाई चोट पुर्याउने छन् भने चोट मात्रै हाम्रो चोट भन्ने चाहिँ घाउ र त्यहाँ त्यो अलिअलि चोट पुर्याउने कुरा होइन मनलाई चोट पुर्याउँछ जिउलाई चोट पुर्यायो भने त हामी हस्पिटलतिर गएर होइन केही न केही गर्नु सक्छ नि होइन मनलाई चोट पुर्याउँदाखेरि एकदमै नराम्रो त्यसकारण हाम्रो मनले चोट पुर्याउँदाखेरि हामीले भन्छ नि होइन मलाई नराम्रो शब्द युज नगरे हुन्थ्यो नि त्यसको साथमा त मलाई एक झापडा हान्यो भने म बिर्सिन्थ्यो होला भन्छ होइन त्यसको एउटा शब्दले मलाई एकदमै नराम्रो गर्यो भन्ने हामीले हाम्रो सामाजिकमा हामीले त्यो कुरा गरिरहन्छ नि टिबेटन भन्छ होइन मलाई एक थप्पड हान्यो भने मलाई केही पनि हुँदैन थियो तर पनि यसको यो शब्दले मलाई अहिलेसम्म मेरो मनलाई चोट पुर्याइरहेको छ भन्छ नि होइन चोट पुर्याउने कारण चाहिँ के हो भने त्यसमा मन दुखिरहेको छ भन्छ जिउ दुख्यो भने दबाई खानु मिल्छ होइन मन दुख्यो भने दबाईले मन दुखीलाई सुख बनाउँदैन त्यसकारणले किनकि तिनीहरूले मलाई र अरूले चोट पुर्याउन छन् भन्ने कारण चाहिँ के हो भने यो मेन क्लेश होइन मेन क्लेशलाई अघि मैले तिनवटा छ भने होइन चाहना घृणा अनि अज्ञानता थाहा नपाएको ज्ञान नभएको अज्ञानता भन्छ होइन तर पनि मैले हाम्रो टिबेटन साथीहरूलाई मेरो अर्को साथीहरूलाई मैले यो किनभने यो रोक्ने भावनाहरू उत्पन्न हुने क्षणमा म रोक्ने छु भने चाहिँ के रोक्नुपर्छ भने चाहिँ हामीले क्लेश द मेन चाहिँ मैले रिस र रागलाई मेन यहाँ यसमा उहाँहरूले भन्छु कि रिसले गर्दाखेरि होइन रिसले गर्दाखेरि आफूलाई त चोट पुर्याइहाल्छ होइन रिसले हाम्रो फेरि घृणाहरू चाहनाहरूले मनमा चोट पुर्याउँछ तर पनि त्यो चोट पुर्याउने र रिसले चोट पुर्याउनु एकदमै छिटो र ढिलोको फरक हुँदो रहेछ कि रिसले चाहिँ मनमा एकचोटि एकदमै छिटो चोट पुर्याउने चाहना र घृणाले चाहिँ होइन बिस्तारै बिस्तारै चोट पुर्याउने त्यसकारणले हामी सोच्यो भने तपाईहरु कुन चाहिँ चुज गर्छ होला छिटो छिटो चोट पुर्याउने चाहिँ नराम्रो हो भन्छ कि हैन बिस्तारै चोट पुर्याउने चाहिँ नराम्रो हो भन्छ त्यो हामीले सोच्नु पर्छ मैले जहिले पनि उहाँहरुले भन्छु हैन साथीहरुले भन्छु हामीले जुन किनकि म तिनीलाई रोक्ने छु भने रोक्ने चाहिँ हामीले रिसले रोक्नु चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ हैन किनकि त्यो रिसले मलाई र अरूलाई चोट पुर्याउने छन् भन्ने कारण चाहिँ रिसले राख्ने त्यो म तिनीहरुले दृढतापूर्वक सामना गर्ने जो तिनीहरु रोक्ने छु भने रोक्ने चाहिँ मेन त त्यो हो क्लेश रोक्नु पर्छ हैन तर पनि हाम्रो यो सामाजिकमा क्लेश रोक्नुले गाह्रो छ रिस रोक्नु सक्यो भने आफू खुशी अरु खुशी रिस रोक्नु नसके आफूले चोट पुर्याउने अनि अरूलाई चोट पुर्याउने छन् भन्ने त्यो रिसले राख्यो भने राम्रो हुन्छ भन्ने म जहिले पनि त्यो भनिरहन्छु त्यसकारणले तपाईहरु पनि हैन रोक्नु चाहिँ के रोक्नु पर्छ भने रिस रोक्नु पर्ने रहेछ रिस रोक्नु पर्ने कारण के हो भने हैन रिसले मलाई चोट पुर्याउँछ मलाई अशान्ति बनाउँछ हैन निन्द्रा लाग्नु दिँदैन हैन आफन्तहरु टाढो बनाउँछ हैन आफूले जन्म दिने बाबुआमाले स्याहार गर्नुको लागि आफूले जन्म दिने बाबुहरु टाढो टाढो हुन्छ आफ्नो एउटा रगतले सँगै एउटै रगतबाट आएको दाजुभाइ दिदीबहिनीहरु पनि अलग अलग हुँदै रहेछ नि हैन आफूले किनभने यो स्याहारेको बच्चाहरु पनि अलग हुँदै रहेछ रिसले गर्दाखेरि चाहनाले अलग हुँदैन चाहना जलाउने छ त्यसकारणले रिस भन्ने एकदमै नराम्रो त्यसले हामीले त्यसको रिसको कारणहरु रिसले अहिलेसम्म केही फाइदा गरेको छ कि बेफाइदा गरेको छ सोच्यो भने रिसले फाइदा भन्ने एउटा पनि गरेको छैन अहिलेसम्म बुद्धबाट अहिलेसम्म 2000 जब बुद्ध संसारमा जन्मियो हैन बुद्ध नजन्मिँदै पहिले पनि रिसले फाइदा गरेको छ भने कुनै पुस्तकमै छैन बुद्ध जन्मेर उहाँले ज्ञान प्राप्त गरे हैन उहाँले बुद्धि प्राप्त गर्यो बुद्धि प्राप्त गरेर 2000 कति 500 6 साल भइसक्यो हैन अहिलेसम्म रिसले फाइदा पुर्याएको छ भने कहीं पनि छैन भने हामीलाई रिसलाई किन स्याहार्ने हैन
हाम्रो जुन मन धन तन जम्मै रिसलाई दिइरहेको छ। आफूले जति माया गरेको बच्चाहरू पनि बाआमालाई रिस गर्यो भने टाढो बस्ने धेरै छ नि। आफूले जति राम्रो माया दिने आफ्नो स्वास्नी होस्, आफ्नो लोग्ने होस्, त्यो पनि रिसले गर्दाखेरि अलग हुने धेरै छ नि। त्यसकारणले आफूले चोट पुर्याउने, अरूलाई दुःख बनाउने। अस्ति हामीले दोस्रो हप्ता पनि हामी त्यो गरे जस्तो लाग्यो हैन। के भन्छ के भन्छ 10 जना मान्छे हैन, 10 जना मान्छे अब पार्टी गरिरहेको छ हैन। 9 जना हाँसखेल खेलेर अब खाना खाएर यताउता ड्रिङ्क गर्छ बसिरहेको छ। एकजना रिस गर्यो भने ती 9 जना जम्मै बिखुसी बनाउँछ। एकजनाको रिसलाई कतिको त्यो पावर रहेछ सोच्नु तपाईहरु हैन। एकजनाको रिसले 9 जनालाई, अहिले त एक्जाम्पल मात्र हो, एउटा उदाहरणको लागि मात्र भनेको हैन, 100 जनामा भन्नुस् न हैन। 99 जना खाना खाएर यताउता हाँसखेल गरिरहेको ठाउँमा एकजना रिस गरेर यताउता भातोपुत्न गऱ्यो भने त्यो 99 जना जम्मै अशान्ति भएर फर्किन्छ आफ्नो घरमा। पछाडि कति मुख छाड्छ। एकजनाको रिसले आफू त बिखुसी भइसक्यो, अरूलाई पनि एकजना आफू रिसको कारणले 99 जनालाई बिखुसी बनाउँदो रहेछ नि। रिसले यस्तो राख्छ, यस्तो उसलाई अब पावर छ नि हैन। त्यो किन यस्तो भयो? यो भन्ने कारण चाहिँ के हो भने हाम्रो लुगामा मैलो लागेको जस्तो भयो कि। लुगामा मैलो लागिसकेपछि धुनु एकदमै गाह्रो छ। यो कारण चाहिँ के हो भने हामी किन धेरै जन्म लिइसकेको छ। जन्म लिई रिस्तो राग त्यसमा धेरै त्यसमा हामीले युज टु व्यवहार गरिसकेको छ कि। त्यसले नराम्रो भने चाहिँ हामीले सोचेको छैन। अब यो जन्ममा हामी एउटा मनुष्य हैन, एउटा जन्ममा लियो हैन, त्यो पनि गौतम बुद्धको चेला एउटा मान्छेको जीवनमा लिएर रिस र राग भन्ने चाहिँ राम्रो एउटा पनि छैन छ भन्ने हामीले सोच्न सक्यो नि। यदि हामी कुकुरको जन्म लियो भने रिस र राग भन्ने केही पनि थाहा पाउँदैन थियो नि हैन। गौतम बुद्ध भन्ने को हामीले थाहा पनि पाउँदैन थियो। त्यसकारणले हामी एउटा मनुष्यको जन्म लिएको हामी एकदमै गर्व हुनुपर्छ हैन। सानो सानो कुरामा अब यहाँ धेरै छ नि हैन। सानो सानो कुरामा हामीले आफ्नो ज्यान लिने हैन, आफ्नो परिवारभित्र सानो सानो कुरामा नमिलेमा झैझडा गर्ने हैन। म तिमीसँग बस्न सक्दैन, म तँसँग बस्न सक्दैन हैन। अनि आफ्नो फेरि घरभित्र अलिअलि त्यो सानो सानो चोट पुर्यायो भने आफ्नो ज्यान फाल्ने त्यो गर्नु हुँदैन। हामीले आफ्नो यत्रो धेरै जन्मदेखि दुःख गरेर पाएको एउटा जीवन हैन, जीवन चाहिँ पाउनु एकदमै गाह्रो हुन्छ, एकदमै गाह्रो। त्यसकारण हामीले सानो सानो रिस र रागले गर्दाखेरि अनि दृष्ट बनाउनु हुँदैन। त्यो गर्यो भने आफूले चोट पुर्यायो हैन, अनि आफ्नो परिवारलाई चोट पुर्याउँछ, अशान्ति बनाउँछ, साथीभाइलाई चोट पुर्याउँछ हैन। अनि पछि जुन रिस कडो भएको मान्छेहरू देख्यो भने जाउँ यो मान्छे त एकदमै रिस चर्को छ भन्छ नि। रिसले कसले पनि रिस चर्को हुने मान्छेलाई आयो रिस एकदम चर्को छ हामी चिया खाउँ भने कसले पनि भन्दैन। त्यसको ठाउँमा नजानेको कोसिस गर्छ, त्यसको अगाडि नपुग्नेको कोसिस गर्छ, त्यसको घरमा नजानेको कोसिस गर्छ, किनभने त्यहाँ गएर फाइदै छैन। त्यसका रिस भन्ने चाहिँ कस्तो रह्यो त्यो सोच्नुपर्छ। अब त्यसको उल्टोतिर हेर्यो, उल्टो भन्दाखेरि उल्टोतिर हामीले अब 10 जना हैन, 10 जनामा हैन एकजना चाहिँ एकदम दया माया अभ्यास गरिरहेको छ, जहिले पनि आफूभन्दा ठुलोलाई रिस्पेक्ट गर्छ, आफूभन्दा सानोलाई माया गर्छ, संसारको पशुपन्छीलाई प्रिय गर्छ हैन। 9 जना रिस छ भने एकजना एकदम राम्रो मान्छेले त्यो 9 जना राम्रो बनाउनु एकदम गाह्रो हुँदो रहेछ नि। यस्तो सोच्यो भने त्यसकारण एकजना चाहिँ दया माया एकदमै प्र्याक्टिस गर्ने मान्छे 9 जना चाहिँ रिस भएको मान्छेसँग बस्यो भने
एकजनाले दायाँ माया प्र्याक्टिस गर्ने मान्छे त्यो 9 जनालाई दायाँ माया प्र्याक्टिस गर्नु हुँदै हुँदैन, त्यो दायाँ माया पुर्याउनै सक्दैन। एकजना रिस उठ्यो भने 9 जनालाई दुःख दिँदो रहेछ नि, होइन? एकजना दायाँ माया प्र्याक्टिस गर्नु 9 जनालाई दायाँ माया प्र्याक्टिस पुर्याउँदैन रहेछ, किन हो? कारण के हो भने हामी दायाँ मायामा चाहिँ प्र्याक्टिस एकदमै कम्ती छ। रिस, राग, घृणाहरूमा हामी एकदमै च्याम्पियन छ, च्याम्पियन। कसले पनि सिकाउनु पर्दैन, कसले पनि सिकाउनु पर्दैन। मैले अस्ति पनि भने नि, होइन? आज कोखबाट जन्मिएर 1 हप्ता मात्रै भएको छैन बच्चा, त्यो बच्चालाई आफूले चाहेको सामान नदिए ऊ रिसले चुरमुट्ट हुन्छ। कसले सिकाएको छ रिस? कसले पनि सिकाएको छैन नि। त्यो बच्चालाई राम्रो गर भन्ने सिकायो भने त्यसले मान्नु एकदमै गाह्रो छ। रिस कसले पनि सिकाएको छैन। त्यो माथि पनि हाम्रो अमेरिकाको बच्चाहरूले, किनभने बाआमाहरूले सजिलो सोचेर पछि बच्चाहरूको भविष्य एकदम खत्तम बनाउने कारण धेरै रहेछ। आँखा खत्तम गराउने, होइन? खाना टाइममा नखाने, खाना खाइहाल्यो भने पनि अगाडि भिडियो फोन र टिभी छैन भने खाना नखाने धेरै छ। त्यो कसले बानी बसालेको भने हाम्रै मान्छेहरूले बानी बसा, आफ्नो बाआमाले बानी बसालेको। त्यो नदियो भने के गर्छ? खाना जम्मै फ्याँक्छ, चिच्याउँछ, होइन? जुन टाइममा खाना दिने टाइममा उसलाई त्यहाँ अगाडि फोन या ल्यापटप, यो के भन्छ, आइप्याडतिर जसो पनि केही न केही देखाउनु पर्छ, होइन भने त्यसले खानै खाँदैन। खाना पनि खाँदैन, रिसले चुरमुट्ट हुन्छ। अनि बाआमा रिसिम्रो चुरमुट्ट, बच्चाले खाना खाएन भन्छ। खाना किन खाना खाएन त्यो सोच्नै सक्दैन, कसले बानी बिगारेको त्यो सोच्नै सक्दैन। अनि एउटा त्यो बच्चाको लागि अनि बाआमा झगडाको विषय रहन्छ। आज बच्चाले खाना खाएन भने बानी बिगार्ने तँ हो भन्छ, मैले कहिले बिगारेँ तँ त भने भन्छ। त्यो बच्चाले गर्दाखेरि अनि झै झगडा हुने, राति निद्रा नजाने, अनि बिहान उठ्दाखेरि टाइममा उठ्नु नसक्ने, त्यो जम्मै कसले गर्दैछ भने हाम्रो रिस र रागले। त्यही कारणले म रोक्ने छु भने रोक्ने चाहिँ हामीले मेन त त्यही हो, हामीले 3 पोइजन भन्छ, होइन? चाहना अनि घृणा, अज्ञानताहरू मेन रोक्नु पर्छ। तर पनि त्यो रोक्नु पहिले हामीले रिस र रागलाई, एउटा रिसलाई, होइन, रोक्नु सके भने यो जीवनमा शान्ति हुन्छ। यो जीवनमा मन शान्ति भयो भने हामीले जे काम पनि जसलाई मद्दत गर्यो भने, होइन, आफ्नो काम भन्यो भने सफलता भइरहन्छ। आफ्नो काम सफलता भयो भने रिस उठ्ने कारणै भएन नि, होइन? हामीले धेरै जस्तो रिस उठ्ने कारण के हो? आफ्नो काम सफलता नहुने, अनि आफ्नो दाजुभाइ दिदीबहिनीको काम सफलता नहुँदाखेरि हामी रिस उठ्ने कारण त्यही त हो, होइन? एक दिन मात्र रिस नउठेर बस्नुहोस् न, जिउको हाम्रो रगतहरू, मुठुहरू चल्ने फरक हुन्छ कि। रिस उठ्यो भने नयाँ गाडी चाहिँ, होइन, नयाँ गाडी चाहिँ ढुङ्गाहरू त्यो घण्डमा गयो भने त्यो इन्जिन बिग्रिहाल्छ नि, होइन? अनि उता गएर चिच्याएर मेरो गाडी बिग्रेछ भन्छ। अनि गाडी गुडाउने टाइममा बाटो राम्रो हेरेको छैन, होइन? त्यही जस्तो, होइन? आज म टाउको दुख्यो, मेरो मुटु ब्लड प्रेसर हाई भएछ, के भन्छ भने किनभने रिस उठेको त उसलाई थाहै छैन। दिनभरि रिस उठेर बस्छ, बेलुका निद्रा कहाँ जान्छ, होइन? अनि यता फर्किन्छ, उता फर्किन्छ, के भयो? रिस निन्द्रै गएन भन्छ। के मन खुसी छ भन्दा खुसी छ भन्छ। त्यहाँ काममा रिसले चुरमुटो भएको चाहिँ उसले बिर्सिसक्यो। त्यस कारणले एउटा रिसले गर्दाखेरि धेरै चोट पुर्याउँछ। त्यस कारणले म रोक्ने छु भने चाहिँ रिस र रागले रोक्ने छु। त्यसले के गर्छ भने, रोक्ने कारण चाहिँ के हो भने म आफैलाई पनि बेखुसी बनाउँदो रहेछ, अनि अरूलाई पनि बेखुसी बनाउँदो रहेछ। त्यस कारणले म यो मनलाई रोक्ने छु भने, यो रिसले रोक्ने छु भन्ने। हाम्रो अहिले त्यो जुन 3rd पदमा भन्नु चाहिँ हाम्रो क्लेशलाई भनेको छ। तर पनि चलम कुन्दो राङ्ग्योलो तोक्सिङ मोकियामा त दाक्ष्य मरौँ छेबेन, मर अनि अरूलाई चोट पुर्याउँछ। त्यस कारणले म रिस र राग आउने साथै रोक्ने छु भन्दा रिस र राग आउने साथै रोक्नु कहिले पनि सक्दैन। बल्यो अब एकचोटि कहाँ निभाउन सक्छ? नबल्दै निभाउनु पर्यो नि, होइन? ठुलो भइसकेपछि कहाँ निभाउन सक्छ? सजिलो छैन नि। त्यस कारणले हामीले आगो एकदम डेन्जर छ भने, होइन, सानैबाट निभाउनु चाहिँ एकदम महत्त्वपूर्ण हो। रिस चर्को छ भने सानैबाट सानो सानो कुरामा रिस गरेर बस्यो भने रिसले धेरै धेरै चर्को हुन्छ।
यो हाम्रो एउटा ब्याड इमोसन हो नि हैन, नकारात्मक इमोसन हैन, भावनाहरू। नकारात्मक भावनाले के गर्छ भने अनि मनलाई शान्ति कहिले पनि दिँदैन। त्यसकारणले किनभने जहाँ गयो पनि हैन, जाँदाखेरि, खाँदाखेरि, सुत्दाखेरि, बोल्दाखेरि हाम्रो यो दिनको मेन काम के त्यही हो, कसरी जानुपर्छ। जाँदाखेरि पनि यताउता हेर्नु पर्यो हैन, आफू बाटोमा जाँदा जो आएमा आउँछ भने हात खुट्टा उनायो भने यताउता लाग्छै लाग्दैन, त्यो सोच्नु पर्यो नि हैन। त्यो बाटो चाहिँ आफूले किनेको होइन नि हैन। अनि कुरा गर्दाखेरि, हाम्रो मिटिङ बस्दाखेरि, बैठक बस्दाखेरि, छलफल गर्दाखेरि सबैलाई कुरा सुन्नु पर्यो नि। आफूको एउटा मुख छ भने जथाभावी भनेर हुँदैन नि। त्यसकारणले आफू मुखले के गर्दै रहेछ, बोल्दै रहेछ, मुखले बोलेको जस्तो मनले सोचेको छैन त्यो पनि हेर्नु पर्यो। अनि खाना खाँदै पनि हेर्नु पर्यो, म आज के खाँदैछ, यो कसले बनाए, यस्तो मिठो रहेछ भने हैन। बनाउने मान्छेलाई पनि एउटा एप्रिसिएट हैन, कदर गर्नुपर्छ नि हैन। बनाउने मान्छेलाई कदर गर्ने, आफ्नो बाआमाले भन्छ ओ खाना यस्तो मिठो बनाएछ, मेरो बाआमा मलाई एकदमै राम्रो हो, म कदर गर्छु भन्ने। आफ्नो वाइफले बनाए, हस्बेन्डले बनायो भने एकदम मिठो बनाएछ भन्ने हैन। कदर गर्यो भने खुसी हुन्छ नि। कदर गरेर खुसी नहुने कोही पनि छैन नि हैन। तल थचाडे भन्ने खुसी हुने कोही पनि छैन। जम्मै कदर गर्यो भने जो पनि खुसी हुन्छ नि हैन। त्यसकारणले सुत्नुभन्दा पहिले पनि सोच्ने आफू मनले के सोचिरहेको छ। रिस र राग भइभरि सुत्यो भने निन्द्रा राम्रो लाग्दैन। यति निन्द्रा राम्रो लागिहाल्यो भने एकछिनमै बिम्जिन्छ, सपनाहरू नराम्रो देख्छ। अनि भोलि उठ्दाखेरि उठ्नु मन लाग्दैन, किनभने निन्द्रा पुग्यो छैन हैन, त्यो रिसले गर्दाखेरि हैन। अनि भोलि के सपना नराम्रो देख्यो भने के गर्छ, जोखना हेर्नु जान्छ हैन। ल म सपना यस्तो देख्यो, जोखना हेर्दाखेरि जोखनामा अब जति नम्बर छ त्यो अनुसार लामाहरूले हेर्छ हैन। अनि त्यहाँ ओ यस्तो यस्तो पूजा गर्नु पर्यो, यस्तो यस्तो पूजा गर्नु धेरै देखाउँछ नि हैन। ल त्यो नगरे त तिमीले एकदमै खतरनाक रहेछ भन्यो भने त्यो भन्दा पनि डर लागिसक्यो। पूजा गर्नु पर्यो, पूजा गर्नु सजिलो छैन सिधा कुरा गर्यो भने हैन। अब धोमाङहरू, गेतोङबाहरू, ग्याप्सिस, अब त्यहाँ त्यो पूजाहरू गर्यो भने 3-4 जना लामा जसरी पनि चाहिन्छ। त्यो 3-4 जना लामा बोलाएर मात्रै भएन हैन। आफूको टाइम हुनु पर्यो हैन। आफूलाई टाइम हुँदा लामाहरूले टाइम छैन त्यो हेर्नु पर्यो। अनि पूजा गर्ने टाइम हेर्नु पर्यो। ओ यो टाइममा त मैले गरेर नहुने रहेछ भन्छ फेरि हैन। जुन आफ्नो राम्रो बारमै गर्नुपर्छ। नराम्रो उता घचार्नुको लागि राम्रै बार खोजेर बस्छ हैन। अब लामा पनि पाए आफूले पनि खुसी छ। लामा बोलाएर फेरि केही न केही चढाउनु पर्यो नि हैन। हामी सिधै कुरा गर्यो भने हैन, आफूले दुःख गरेर 5-6 दिन दुःख गरेर 600-700 रुपियाँ कमाउँछ हैन। अनि आफूले त्यो जोखाना हेरे यताउता गरे त्यो गर्दै 400-500 एक दिनमै त्यो गयो। राम्रो हो, तर पनि लामाहरू चढाए राम्रो हो, तर पनि हामीले मेन मूल कुरा चाहिँ यो गर्नुपर्ने कारण कहाँबाट आयो भने सुत्ने टाइममा राम्रोसँग नसुत्यो, रिस राग गरेको कारणले सपना नराम्रो देख्यो। सपना नराम्रो देखेर आफूलाई मनमा एकदम त्यो भयो हैन। त्यहाँबाट जोखाना हेर्नु गयो, जोखानाबाट त्यो हेर्यो निस्क्यो, त्यो गर्नै पर्यो। अनि पछि यो पाठ पूजा जम्मै गरेर फेरि त्यो के भन्छ सपनाहरू फेरि नराम्रो आयो भने खोइ पूजा त गर्यो के हो भनेर फेरि त्यो लामाहरूले कस्तो गरेर फेरि लामालाई मुख छोड्न थाल्छ, मनमा नराम्रो सोच्छ। त्यसकारणले हामीले नराम्रो आउने कारण चाहिँ नराम्रो फल चाहिँ कहाँबाट आयो, मूल चाहिँ खोज्नु पर्यो नि हैन। त्यो हामीले खोज्दैन। पाठ पूजा त गर्यो, जोखाना हेर्दै त्यो गर भन्यो, जम्मै गर्यो, खोइ नराम्रो त आइरहन्छ भन्छ। यता गर उता गर, लामाहरूले पो दोष लगाउन लाग्छ। त्यसकारणले जे काम गर्दा पनि हामीले मूल कहाँबाट आएछ त्यो हामीले खोज्नु सक्यो भने, दुःख भन्ने चाहिँ कहाँबाट आउँदो रहेछ हैन, त्यो खोज्नु सक्यो भने अनि गौतम बुद्धले हाम्रो कारण खोज भन्ने कारण त्यही हो। त्यसकारणले अहिले हामीले तेस्रो पदमा मेन कुरा चाहिँ के भन्न चाहन्छु भने हाम्रो रोक्ने छु भन्ने चाहिँ हामीले रिसलाई रोक्नुपर्छ। रिसले के गर्दो रहेछ हैन, त्यो गर्यो भने अनि हाम्रो
दिनको व्यवहार राम्रो हुन्छ, राति सुत्नु पनि निन्द्रा मिठो जान्छ, बिहान उठ्दाखेरि पनि खुसीसँग उठ्नु सक्छ हैन। जति जाडो भयो, जति गर्मी भयो भने हामीले काममा जाँदाखेरि हाँसिलोसँग जान सक्छ। होइन भने बिलियनर डलर होस्, करोडपति होस् हैन, रिस र राग छ भने निन्द्रा राम्रो लाग्दैन। के भयो? पैसा कमाउने कारण के हो? हामी यो केही न केही सुख शान्ति हुन्छ भनेर कमायो भने हैन। पैसा त्यत्रो कमाएर सुख शान्ति छैन, पैसा कमाएर के फाइदा? नकमाए राम्रो नि हैन। त्यसको कारण त्यसको साटो त यहाँ मागेर खाने मान्छेहरू एकदम खुसी छ उसलाई। उसलाई लोभ छैन, राग छैन, रिस छैन। दिनको खाना पायो भने उसलाई भयो। खाना पानी र सुत्ने ठाउँ भयो, उसलाई अर्को केही पनि छैन। रिस र राग, लोभ कसलाई हुँदो रहेछ भने पैसा हुने मान्छेलाई, धन सम्पत्ति हुने मान्छेलाई हैन, परिवार धेरै भएकोहरूलाई, नाम भएकोहरूलाई एकदम पीर छ। ओ यो नामबाट म खस्छ कि, म भन्दा उ ठुलो हुन्छ कि, म किनभने पहिले बिलियनर थियो, अब यो वर्षमा बिलियनर को हुन्छ भन्ने एकदम नाममा कम्पिटिसन गरिरहेको जम्मै के त्यो अशान्ति हुने जम्मै धन र यो के भन्छ नाम कमाउनेहरू मात्र हुन्छ। त्यो किन आयो? आफूको मनलाई के भन्छ त्यो रिस र राग र लोभ लाभबाट बचाउन नसकेको कारणले भयो पनि। त्यसकारण हामीले रोक्नुस् भन्ने चाहिँ रिस र रागलाई राम्रोसँग रोक्नुस् हैन। त्यो रोक्नु सक्यो भने अनि हाम्रो पछिल्लो जन्म विश्वास गरे पनि नगरे पनि के फरक छैन हैन। अहिले हामी यो 8 पदहरू छलफल गर्ने चाहिँ ओ पछिल्लो जन्म विश्वास गर्नुपर्छ, अघिल्लो जन्ममा यसो छ भन्ने त्यो कुरा होइन। हामी एउटा मानवताको अधिकार, मानवता मानिस भएको कारणले शान्ति सबैलाई चाहिन्छ। शान्ति कसो गरी राख्ने? शान्ति नहुने कारण कहाँबाट आयो? मनमा खुसी नहुने कारण कहाँबाट आयो? हामीले कारण खोज्नु पर्यो। कोही साथीहरूले भन्छ ओ म जब गर्नु पर्यो भन्छ हैन, मेडिटेसन गर्ने भन्छ, एकैचोटि मेडिटेसन भन्छ। अब हाम्रो बुद्धिस्ट फिलोसफीमा के छ भने पहिले सुन्नु पर्छ भन्छ। सुन्नु पर्यो, सोच्नु पर्यो, त्यहाँबाट त्यसमा अभ्यास गर्नु पर्यो भन्छ। हामीले पहिले अभ्यास गर्ने भन्छ। पहिले अभ्यास के अभ्यास गर्ने भयो? खोइ भन्छ नि। ओ त्यो जस्तो के? त्यसकारण मैले कुहिरेहरूलाई पनि भन्छु, मेरो टिबेटन साथीहरूलाई पनि भन्छु हैन, यदि व्यवहार गरेर हैन, व्यापार गरेर के भन्छ यो फाइदा खाने हो भने हैन, पहिले दोकानमा सामान चाहियो नि। सामान पनि त्यो सामान कतिमा बेच्ने, कतिमा बेचे फाइदा हुन्छ, कतिमा बेचे के भन्छ बेफाइदा हुन्छ, त्यो सोच्दै सोच्दैन। दोकान जम्मै खाली छ हैन, दोकान जम्मै खाली छ, त्यहाँबाट के भन्छ फाइदा खाने भनेर कहाँ हुन्छ? हुँदै हुँदैन नि। व्यापार गरेर फाइदा खाने भने दोकानमा सामान चाहियो नि, पसलमा सामान चाहिएन। त्यो सामानले कतिमा बेच्ने आफूले जान्नु पर्यो नि। ओ यतिमा बेच्यो भने मलाई फाइदा हुन्छ भने सोच्नु पर्यो नि। त्यही जस्तो हो। यदि अभ्यास गर्ने हो भने पहिले सोच्नु पर्यो। सोच्नुलाई हामीले सुन्नु पर्यो। हाम्रो मान्छेहरू सुन्दै सुन्दैन जब गर्ने भन्छ। कहाँ हुन्छ? हुँदैन। त्यसकारणले मैले नेपाली साथीहरूले जब गर्ने, के जब गर्ने भन्ने, आँखा चिम्लेर जब हुन्छ के हो भने त्यस्तो हो भने त अनि त्यो सुँगुर र बुङ्गुरहरू जम्मै जब गरेर बस्छ नि हैन। आँखा चिम्लियो छ नि हो रात दिन, उसलाई केही छैन, खाना पायो भने त्यही हो हैन, फोहोर पायो भने ऊ आँखा चिम्लियो बस्छ नि। त्यस्तो होइन। जब भन्ने चाहिँ जब गर्नुलाई, अभ्यास गर्नुलाई पहिले हामीले सोच्नु पर्यो। सोच्नुलाई सोच्नेको हामीले केही शब्दहरू सुन्नु पर्यो नि। त्यो शब्द सुन्ने अनि त्यहाँबाट सोच्ने। ओ सोचेर हो रहेछ भनेर थाहा पाएर त्यसलाई अभ्यास गर्नु पर्यो। त्यही हामीले टिबेटनबाट थ्योसम गोमसुम भन्छ नि हैन, इङ्ग्लिसबाट कुन भन्छ हियरिङ, कन्टेम्पलेसन, मेडिटेसन भन्छ नि। हामी के भन्छ? सुन्नु पर्दैन, सोच्नु पर्दैन, मेडिटेसन कहाँ हुन्छ? किन्डरगार्टन गएको छैन, एकैचोटि 10 क्लास जाने भन्छ। कहाँ हुन्छ त्यो 10 क्लास पढ्ने? यदि 10 क्लास यदि पढिहाल्यो भने पछि 5 क्लास 8 क्लासको त्यो किताबहरू सोध्यो भने छैन, पढेको छैन, कसरी थाहा हुन्छ? त्यसकारण हामीले मेडिटेसन भन्ने त सजिलो छैन हैन।
आफ्नो मेडिटेसन भन्ने कारण चाहिँ एउटा मनलाई स्वच्छ बाटोमा लैजाऊ भनेको हैन। स्वच्छ बाटोमा लानेले बाटो थाहा पाउनु पर्यो। स्वच्छ भन्ने के हो? बाटै थाहा छैन, स्वच्छमा जाने म त्यहाँ जाने भनेर के हुँदै हुँदैन। अनि बौला भनिहाल्छ मान्छेले। मेडिटेसन भन्ने एउटा मनलाई हैन स्वच्छ बाटोमा लानुको लागि मेडिटेसन गर भन्यो हैन। स्वच्छ बाटोमा लानुलाई बाटो थाहा पाउनु पर्यो नि। त्यो बाटो सफा रहेछ कि फोहोर रहेछ? फोहोर रहेछ भने त्यो बाटोलाई कसो गरी हामीले सफा गरेर राख्ने? सफा रहेछ भने सफा कहाँसम्म रहेछ त्यो सोच्नु पर्यो नि। त्यसकारण हामीले एकैचोटि मेडिटेसन भन्ने चाहिँ सजिलो छैन छ, तर पनि यहाँनिर केही पनि नसोचेर सुनसान्ने ठाउँमा यस्तो बसेर ओ कस्तो मजामा सुनसान्ने भन्छ, सुनसान्ने भन्छ, तर पनि मन चाहिँ संसार गइरहेको छ। तपाईँ सोच्नु तपाईँहरू सबैजना हैन, हाम्रो मान्छेहरू एउटा शान्तिको लागि जङ्गलतिर हाइकिङ जान्छ हैन, पिकनिक खानु जान्छ हैन, आमामामा कस्तो मजा भन्छ हैन, माथि पुग्ने साथै हैन, तास खेल्छ, जुवा खेल्छ, जाँड सिपिन्छ, रातभरि नाच्छ, यस्तो मजा भयो भन्छ। 3-4 दिन बस्छ हैन, फर्किने टाइममा आमामामा कस्तो थाकेर आयो भन्छ हैन। घरमा पुगेपछि थाक्छ जम्मै, त्यत्रो लुगा धुनु पर्यो। अनि 4 दिनमा कति गएछ पैसा गर्छ, ओ पैसा यति गयो, के किन यो गयो भन्छ। भोलि काममा जाने टाइममा थाकेर निन्द्रा पुग्दैन। अनि शान्ति भयो कि अशान्ति भयो त्यो सोच्नु पर्यो हामीले। हामीलाई मेन शान्ति चाहिन्छ भने एउटा मनले जहिले पनि स्वच्छ राख्ने हैन, रिसको बाटोमा नलाने हैन, रिसले के गर्दैछ सोच्ने हैन। त्यो गरे भने हाम्रो तेस्रो पद चाहिँ हामीले पालन गर्न सक्छ। हो त्यही हो। अब यति भन्दा धेरै भन्नु पनि नआउने रहेछ हैन। अनि साथीहरू अब मान्छे त धेर छैन हैन, यदि तपाईहरु केही प्रश्नहरु छ भने अनि भन्नुस्। कृष्ण यो अनि यो रिस रागलाई नियन्त्रण गर्ने सजिलो उपाय सबैजना सजिलो खोज्छन् हैन, तर त्यसलाई कस्तो कस्तो किसिमले चाहिँ त्यसलाई रिस रागलाई कन्ट्रोल गर्न सक्छ? रिस पनि धेरै किसिमको कारण धेरैबाट आउँछ नि हैन। रिस त त्यो हो, तर पनि कारण चाहिँ हैन के कारणले रिस उठ्यो भन्छ नि हैन। यदि तपाईं आज अफिसमा गए हैन, फर्किँदाखेरि बाटोमा ट्राफिक एकदमै धेर छ भने तपाईं 6 बजे पुग्नुपर्छ हैन, बाटोमा 6 बज्नु लाग्छ नि हैन। अब तपाईं ओ म 6 बजे पुग्नु सकेन रिस उठ्यो भने के फाइदा भयो? के फाइदै छैन नि। तपाईले रिस उठेर तपाईं त्यहाँ 6 बजे पुग्छ, ठिक टाइममा 6 बजे ठिक पुग्ने हो भने तपाईं रिस उठ्यो हुन्छ नि। त्यो ट्राफिक छ, तपाईं मात्र होइन हैन, संसारको त्यो ट्राफिक भइरहेको छ। अनि म 6 बजे पुग्नु पर्ने, यो ट्राफिकले के गर्यो भनेर फाइदै छैन। त्यसकारणले जुन शान्ति देवले के भनेको छ भने यदि तपाईले केही गर्नु सक्छ भने त्यो गर, रिस नगर भनेको छ कि। रिस गरे के फाइदा छैन भनेको छ। मेन त्यही हो। यदि उपाय छ भने रिस नगर, उपाय गर। तपाईको सोचेको चाहिँ केही न केही हुन्छ हैन। उपाय छैन भने रिस नगर, उपाय छैन के गर्ने? अहिले मैले भनेको छ बाटो जम्मै ट्राफिक भइरहेको छ, तपाईं 6 बजे पुग्ने समय रिस गरेर गाडीमा यस्तो गरेर के फाइदै छैन नि। त्यसकारणले उपाय छैन हेर्ने। उपाय छ भने उपाय गर, रिस नगर। उपाय छ नि हैन। उपाय छैन भने रिस नगर, उपाय छैन के गर्ने? त्यसकारणले रिस त्यही हो, तर पनि रिस सानो र ठुलो हुन्छ। रिस आउने कारण ठुलो सानो र ठुलो हुन्छ हैन। अहिले अभ्यासमा चाहिँ मैले तपाईको ट्राफिकको त्यसो भने अब नियोगमा ट्राफिक भएछ मान्छे जम्मै रिस गर्दै रहेछ नि हैन। अनि एक आफन्त त्यहाँ अबबाट ट्राफिक हुँदाखेरि अब त्यहाँ ठिक टाइममा नपुग्दाखेरि मान्छेहरू टेक्स्ट मेसेज गर्छ नि हैन। अलिकति सर्नु नसक्यो भने पछाडिबाट हर्न बजाएर आमामामा कराउँछ भित्र। त्यो भित्र ट्याक्सी भित्र कराएर के फाइदा? त्यो अगाडिको ट्याक्सीले सुन्दैन। त्यो ट्याक्सी भित्र मान्छेहरू बस्ने रिसले सुरमुट हुन्छ। अब अगाडि ट्राफिक भयो त किन कराएर बस्यो भने त्यो भित्र बस्ने मान्छेहरूलाई कान दुख्छ के। हाम्रो मान्छेहरू चाहिँ के हो, अगाडिको मान्छेले सुन्दैन हैन, त्यो गाडी भित्र पो कराएर बस्छ।
त्यही जस्तो हैन, त्यही जस्तो बाटोमा जाँदाखेरि पनि केही न केही हुन्छ, त्यो टाइममा मान्छेले धकाल्छ हैन, मान्छेले धकाल्छ, रिस हुन्छ, ओ यो मैले धकाले हैन, यसले मलाई रिस उठ्यो भने अब यसले मलाई रिस, मैले उसले मलाई धकालिसक्यो, म रिस गरेर के फाइदा, उसले मलाई धकालिसक्यो नि हैन, अब फेरि उसले धकाल्नु गयो भने राम्रो हुन्छ हुँदैन, त्यो सोच्नु पर्यो नि। हामीले पोजिटिभमा सकारात्मक दिमागबाट लियो भने उसले मलाई घचाडेको होइन, उसले मलाई केही न केही अचानक एक्सिडेन्ट भयो भने सोच्यो भने त्यो राम्रो नि। उसले जे गरे पनि भएन, आफैले आफ्नो मनलाई यो के भन्छ सकारात्मक राख्नु हो लागि हैन, नकारात्मक हाम्रो नेगेटिभ इमोसनलाई घचाड्ने कोसिस गर्ने। हजुर, भनेपछि हामीले रिसै उठ्यो भने के कारणले उठ्यो पहिलो स्रोत खोज्ने तपाईको है। अर्को एउटा के छ त, लोभ लालच चाहना भन्छ नि तपाईको हैन। हजुर हो, लोभ लालच गर्नु हुँदैन भन्ने कुरा हामीले पहिलेदेखि सुनिआएको होइन। यो चाहना भन्ने छ नि तपाईको, चाहना चाहिँ चाहना हुनु राम्रो कि नहुनु राम्रो, यो चाहना पनि फरक फरक हुन्छ। हजुर, चाहना फरक फरक हुन्छ। हामीले अब टिबेटनबाट द्वेषा भन्छ हैन, द्वेषक भन्ने द्वय भन्ने आफ्नो चाहना हैन, आफ्नो विश, द्वय विश भन्छ हैन, एउटा चाहना। छक भन्ने चाहिँ त्यो चाहनामा सोची बस्ने के, चाहना त हुन्छ, राम्रो चाहना हुन्छ, नराम्रो चाहना हुन्छ हैन। यो अहिले जुन हामीले रिस राग चाहना भन्ने मेन अहिले जुन 3 पोइजनमा डिजायरको चाहना चाहिँ नराम्रो। यो चाहनाले के गर्छ भने आफूले जुन सोचेको भन्दा पनि एकदमै डबल ट्रिपल यो बढी चाहना देखाउने, डबल ट्रिपल चाहना देखाउँछ। एउटा अभ्यासको लागि हैन, तपाईलाई लुगामा के मन पराउँछ, सबभन्दा लुगा के मन पराउँछ तपाई? ए मलाई सोध्नु भएको? हजुर हजुर, अहिले सर्ट प्यान्ट। सर्ट प्यान्ट हैन, हजुर, यदि जुन तपाईँ मलतिर जाँदाखेरि हैन, मलतिर जाँदाखेरि जुन तपाईलाई मन पर्ने हैन, मन पर्ने सर्ट प्यान्ट त्यहाँ छ भने हैन, तपाईको वाइफले हे नकिन छोड्दे भन्यो भने तपाई कति रिस उठ्छ? तपाईको वाइफले यो त राम्रै छैन त नकिन भन्यो भने तपाईलाई राम्रो छ भने ऊ चाहना पहिलेदेखि छ, डिजायर अट्याच भन्छ नि हैन, अट्याच पहिलेदेखि छ। एकजनाले राम्रो छैन भने तपाईको सोचमा त्यो आउँदैन, भने राम्रो छैन भने तपाईले सोच्नै सक्दैन, राम्रो छ भन्छ। नकिने भने के हुन्छ, तपाईलाई रिस उठ्छ, त्यो चाहना चाहिँ नराम्रो हो। चाहना अर्को के हो भने मैले केही न केही गर्छु, मान्छेलाई म भलो गर्छु, मान्छेलाई म मद्दत गर्छु हैन, मान्छेलाई म माया गर्छु, दया गर्छु भन्ने चाहना एउटा हुन्छ नि। त्यो चाहना चाहिँ पूरा नभए पनि तपाईहरुले दुःख दिँदैन, बुझ्नुभयो? त्यसकारणले चाहनामा धेरै किसिमको चाहना हुन्छ, तर पनि अहिले चाहना चाहिँ नराम्रो हो भन्ने चाहिँ आफू मनलाई शान्ति कहिले पनि बनाउँदैन त्यसले। सोचेको जस्तो हुँदैन, त्यही हो। हजुर, सोचेको जस्तो नहुँदाखेरि रिस उठिहाल्छ नि है हैन। मिङमाजी क्वेसन छ कि केही? थ्यांक यू गेसरा, एकदमै राम्रो। हजुर, बहिनी के क्वेसनहरु छ? तपाईहरु त्यहाँ अनलाइनमा यो फेसबुक लाइभमा पाल्नु होइन, तपाई यदि केही क्वेसन छ भने नेपालीबाट लेख्यो पनि हुन्छ हैन, सिधै मलाई फोन गरे पनि हुन्छ। त्यहाँ टेक्स्ट मेसेज पनि च्याट गर्न सक्नुहुन्छ होला। हजुर, अनि तपाईको अहिले क्वेसन राखेर देखिन भने पनि नेक्स्ट टाइममा उहाँले हेरेर त्यसको उत्तर दिन सक्नुहुनेछ। हजुर, महत्त्वपूर्ण चाहिँ आजको हामी सबै, अब मैले तपाईहरु रिक्वेस्ट गरे हामी सबैजना के सोच्नुपर्छ भने रिसले हामीले जति सक्छ हैन, रिसको जुन कार्य चाहिँ हैन, यसले कतिसम्म हामीलाई के क्षति पुर्याउँछ त्यो सोच्नु पर्यो हामीले। रिसले फाइदा गरेको कहीँ पनि छैन हैन, अघि भने जस्तो त्यो सोचिरह्यो भने रिस आउनु लाग्दाखेरि ओ यो राम्रो छैन भन्ने हामीले सोचिहाल्छ।
एउटा इक्जाम्पललाई एकजना मान्छे चाहिँ मैले यो त नराम्रो छैन है, राम्रो छैन भने त्यो मान्छे देख्न साथै मनमा यो राम्रो छैन भन्ने त मनमा आइरहन्छ। त्यही रिस पनि राम्रो नभएको हामीले सोच्नु पर्यो कारणहरू। त्यो सोचिरह्यो भने रिस आउने टाइम होइन, दिमागले दिन्छ ओ रिस राम्रो छैन थाहा छ भनेर दिमागलाई एउटा केही न केही यो के भन्छ कस्तो भनौँ एउटा घन्टी बजाउँछ दिमागले, सङ्केत दिन्छ। सङ्केत दिन्छ। होइन भने रिसले वास्तै नगर्यो भने आउँदाखेरि सरम्म हुन्छ होइन, अगाडि खाना छ भने यस्तो गरी फाल्छ, कति क्षति पुऱ्याउँदो रहेछ। हामीले रिसको क्षति पुऱ्याउने चाहिँ हामीले सोची बस्यो भने केही न केही रिस उठ्नु लाग्दाखेरि त्यसले ओ क्षति पुऱ्याउँछ भन्ने त हामीलाई दिमागलाई त्यो दिँदो रहेछ कि त्यो गर्यो भने हाम्रो ओ त्यो गर्यो हुँदैन भन्ने चाहिँ हामीले केही न केही रोक्नु सक्दो रहेछ कि। हामीहरू अहिलेसम्म किन रिसको यो के भन्छ कसो भनौँ एसिस्टेन्टले के भन्छ पाला रिसको पछाडि गइरहेछ। रिसलाई हामीले हजुर रिसलाई पछ्याइरहेछ हामीले पछ्याइरह्यो भने रिसले जे भन्छ त्यो मानिरहेको छ हामी रिसको सहायकर्ता भयो। रिसलाई सहायता गरिरहेछ, हामीले सहयोग गरिरहेछ। साँच्चै भने रिसलाई सहयोग गरेर हामीलाई फाइदा हुन्छ हुँदैन नि? सहयोग गरेपछि केही न केही फाइदा हुनु पर्यो नि। मैले उसलाई सहयोग गरेछ भने ओ म पनि पछि सहयोग गर्छु भन्ने हुनुपर्नेमा रिसले हामीलाई कहाँ सहयोग गर्छ? हामी जहिले पनि रिसको पछाडि गइरहन्छ, रिसलाई माया पनि गर्छ। कोही मान्छेहरू के भन्छ रिस आज प्याच्चै भन्थ्यो मैले आज यस्तो मौका राम्रो पाएँ कि भन्छ कि त्यो गर्यो भने एकदमै पाप ठुलो। रिस गर्यो भने आफूलाई त पाप भइहाल्छ, अर्को मान्छे बेखुसी हुन्छ कति पाप भयो होइन। त्यो माथि आज त ठिक्कै भएर आफै सेटिस्फाई गर्छ होइन, अनि पाप कति भयो। कहिलेकाहीँ हामी रिसलाई पनि एकदमै माथि पुऱ्याउँछ कि म त रिस सुरु भनेर भनिहाल्छु नि फेरि भन्छ प्याच्चै भन्छ उसलाई पुग्यो आज मेरो यो यहाँ एउटा मुटुमा यहाँ छातीमा केही न केही त मैले निकाल्नु पाएँ भन्छ। के निकाल्ने त्यहाँ निकालेको छैन, त्योभन्दा पनि बढी दुःखी भइरहन्छ होइन। सुत्दाखेरि निद्रा राम्रो लाग्दैन होइन, निद्रा राम्रो नलाग्यो भने अघि भने जस्तो ओ मैले त्यो मान्छेले त्यो भने त्यसले मलाई केही न केही लगाइ के हो भन्छ, आँख लगाइ के हो भन्छ। फेरि अब नेपालतिर छ नि जम्मै मनले हाम्रो कस्तो भन्छ यो टिबेटनबाट सुल्मी हिचिकी नाम्तो भन्छ होइन, हाम्रो अवधारण विचार कन्सेप्सन थट भन्छ नि होइन, कन्सेप्चुअल थट यो अवधारण विचार नराम्रो विचार के। अघि झाडा गर्दाखेरि उसलाई प्याच्च भने खुसी भयो भने ऊ भोलि केही न केही बिमारी भयो भने मैले त्यसलाई नराम्रो भन्यो त्यसले मलाई के लगाए के हो भन्छ। हिजो त खुसी हुने आज बिहान उठ्दाखेरि त केही न केही लगाए कि भन्छ, यो त भोक्सी भयो के हो भन्छ, यो त भोक्सा भयो के हो। हाम्रो यो दिमाग चाहिँ छैन, हाम्रो यो सोचाइ चाहिँ एकदमै नराम्रो के। राम्रो तरिकाबाट सोच्दैन, राम्रो तरिकाबाट सोचेर सुतेको हो भने त्यो नराम्रो आउँदैन नि। अनि त्यो नराम्रो माथि नराम्रो अब जति नराम्रो सोच त्यति नराम्रो हुन्छ, जति राम्रो सोच त्यति राम्रो हुन्छ। त्यसकारणले हामीले रिस राग अनि चाहनाहरूलाई आफूलाई चाहिने कुरा त किन्नुपर्छ, चाहिने आफूलाई मनपर्ने खाना त खानुपर्छ होइन, लाउनुपर्छ बस्नुपर्छ होइन, त्यसको लागि त हामी दुःख गरिरहेको। तर पनि आफूले पुरा गर्नु नसक्ने चाहनाहरू खोज्यो भने कहाँ हुन्छ आफूलाई दुःख भने। हाम्रो नेपाली अब बिलियनियर हुन्छु भनेर त्यहाँ अब चाहना सोच्यो भने बिलियनियर कहिले हुँदैन, गाह्रो छ नि, बिलियनियर कहाँ हुन्छ। अनि त्यो पुग्दैन भने रिस गर्यो भने आफूलाई के भन्छ यो क्षति पुऱ्याएको नि होइन। त्यो चाहनामा हामीले लिमिट होइन। तपाईँ अब सुट प्यान्टहरू चाहिन्छ भने तपाईँलाई नयाँ छ भने अर्को नकिन्ने, ओ मलाई छँदैछ भइहाल्यो भनेर सोच्ने, छैन भने ओ यो त पुरानो भएछ अरू किन्ने भने त्यही हो। हामी त्यस्तो गर्दैनन् होइन। हाम्रो गाउँतिर त कहाँ त्यस्तो विन्टरमा लगाउने अर्कै, समरमा लगाउने अर्कै, के भन्छ धेरै हुन्छ नि, 4 सिजनमा फरक लुगा लगाउँछ नि। हाम्रो नेपाल कहाँ छ, छैन नि।
दाउरा सुरुवाल हो हिउँदो पनि दाउरा सुरुवाल वर्ष पनि दाउरा सुरुवाल जम्मै दाउरा सुरुवाल हो नि अब आजकल वो प्यान्टहरू लाउनु यहाँ अमेरिकामा हेर्नुहोस् न आम्मामा लुगाको थाक छ थाक यो समरमा लगाउने यो विन्टरमा लगाउने यो यसमा लगाउने अनि बिचमा जाने टाइममा यो लगाउने क्याम्पिङ जाने टाइममा यो लगाउने पार्टी जाने टाइममा यो अनि बर्थडेमा जाने टाइममा कति रहेछ त्यो चाहना पुग्दैन त्यसकारण हामीले चाहनालाई एउटा लिमिटमा राख्न सक्यो भने आफ्नो मनलाई शान्ति दिन्छ त्यही हो साथीहरू अब तपाईहरु केही क्वेशन छ भने भन्नुस् अब कोही हुनुहुन्न यहाँ अब नेक्स्ट टाइमको लागि हजुर उहाँहरूले त्यहाँ फेसबुकमा साइड चार्टमा राख्छ होला त्यो गरौँ हजुर अनि हामी अब डेडिकेसन चाहिँ गरौँ हैन हस् हुन्छ हस् हामी सबै जुन हामीले अहिले 1 घण्टा लगभग हामीले छलफल गरेको हैन जुन बुद्धिस्ट वा गिसिलारी थापाको थर्ड पदमा हामीले केही न केही राम्रो अब एकैचोटि हाम्रो बानी बिहोरा राम्रोसँग ठाउँमा लाउन नसके पनि उहाँले यस्तो भनेछ भन्ने हामीले उनीहरूले केही न केही सोचाइ चाहिँ राम्रो लिएको छ त्यो सोचाइ चाहिँ हामीले के भन्छ घेवा भन्छ धर्म भन्छ नि त्यो धर्मलाई हामीले अस्ति हामीले फर्स्ट पहिलो हप्तामा हामीले खोलेको बुद्ध ब्याङ्कमा राख्नुपर्छ अब डिपोजिट गर्नुपर्छ हैन त्यो डिपोजिट नगरे अनि हाम्रो जुन राम्रो यो धर्म छैन त्यो फेरि रिस र रागले हामीलाई खत्तम बनाउँछ त्यसकारण हामीले जुन हामीले अहिले कमाएको पुण्य चाहिँ निसंसारको पशुपन्छी प्राणी सबैजना सुख पाओस् र दुःखको कठिनबाट हटोस् हैन त्यसको लागि म गौतम बुद्ध जस्तो ज्ञान प्राप्त गर्छु त्यसकारणले म गौतम बुद्धको ज्ञान प्राप्त नगरीसम्म मैले जुन कमाएको पुण्यहरू चाहिँ अनि हाम्रो बुद्ध ब्याङ्क हैन अनि डिपोजिट गर्ने हो भनेर तपाईहरुले त्यो सोच्नुस् समर्पण बहादुर मञ्जुश्रीले चीजहरू जसरी छन् त्यसरी नै समन्थ भद्रलाई खुराक रूपमा जान्छन् म यी सबै सदुनहरूलाई पूर्ण रूपमा समर्पित गर्दछु ताकि म तिनीहरूलाई तालिम दिन र तिनीहरूको उदाहरण पछ्याउन सकूं 3 पटकका सबै विजयहरू यस समर्पणलाई सर्वोच्च मान्नुहोस् यसका साथ म यो सबै पुण्य उत्कृष्ट आचरणमा समर्पित गर्दछु गेवादी केवो सोनम इसे सोजोशे सोनम इसेले 담바 꾸니 토버라 쇼 선남디 탐제 시바니 고반토네 경기라도 가다나다 치벨라도 시베 솔레 도와라 쇼 हस् अनि मेन सौन्दर्यजित मेरो साथी अनि मिङमा बहिनी त उहाँ अब एकदम राति भयो होला उहाँ जानुभएछ अनि यहाँ हाम्रो फेसबुक लाइभमा आउनेहरू 20-30 जना सबैजनालाई अनि तपाईको टाइम मिलाएर अनि आउनुभयो एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु धेरै राम्रो थ्यांक यू सर नेक्स्ट हप्ता चाहिँ कहिले हो 24 मा हैन हजुर 24 तारिख 24 तारिख थर्सडे हैन 24 तारिख 24 तारिख बेलुका फेरि हाम्रो 8:30 देखि 9:30 सम्म हाम्रो फेरि चौथो पद त्यो हुँदैछ हैन अनि तपाईहरु टाइम छ भने आउनुहोस् अनि जुममा आउने हो भने जुमको मिटिङ जम्मै त्यहाँ छ हैन हामी एक आफन्तभित्र छलफल गरौँ हैन नसुत्दै हैन केही न केही पुण्य कमाएर सुत्नु पायो भने हैन पछिल्लो जन्ममा राम्रो हैन यो जन्ममा हामीले अब पैसा कमाएर ब्याङ्कमा हालेर सुत्नु पायो भने खुसी हुन्छ नि हैन यो त्यो पैसा चाहिँ यही जीवनको लागि मात्रै हो
हैन पछिल्लो जन्ममा हामीले केही न केही पुण्य कमाएर ब्याङ्कमा हाल्नु सक्यो भने यो जन्ममा पनि राम्रो पछिल्लो जन्ममा पनि राम्रो हुने कारण तपाईँ सबैजनाले आइदिनुहोस् हामी छलफल गरौँ धन्यवाद सबैजनालाई शुभरात्रि गुड नाइट धन्यवाद सबैजना शुभरात्रि